साथी हो आज चाहिँ मेरो बहिनी ज्वाइँ भाइ बहिनी भान्जीहरू आउँदैछ मेरो घरमा जस युके को म ब्रिस्टल भन्ने ठाउँमा नियर द बाथ बसिएको छु। अब यहाँ जस्ट चिकन छ, यहाँ छ, अर्को भित्र पोक छ, बुढा चाहिँ बाहिर साथी हो टक्कै दादा त मेरो बुढी त्यही भित्र। म्याडम के बनाउनुहुन्छ, के बनाउनुहुन्छ? ए हो बिचरा ठिक छ, के बनायो बाप्रे। यस्तै चाहिँ साथी हो युके जस्ट गरिँदैछ, बिहानै आउँनुहुन्छ, घुम्ने प्लान छ आज। यस्तै छ जस्ट आज यहाँ टक्क बसेर त्यहाँ तास खेल्ने बनाइदिन्छु, भाइ बहिनीहरू आउनुहुन्छ तास। यहाँ अब यहाँ चाहिँ टक्क बसेर बियरसँग टक्क खाने प्लान छ साथी हो। यस्तै छ मेरो सानो के अरे युकेको घर साथी हो। यस्तै ल समरमा यस्तै छ साथी हो। यहाँ ज्वाइँ साहब हाम्रो लप्साङको भाउजूलाई आमा चौका कति हाल्ने गरिदिउँ बहिनी। फिस हामी सबजना सानो मान्छे बिचारा। मेरो बुहारीहरू सुल्टिनी बुहारी गुड गुड आज है मेरो भाइहरू जस वेलकम है आजको फर्स्ट अब हाम्रो स्टेज 1 है ल है आजको वान अफ द फेस होइन इङ्ग्लिस मुभीको हिन्दी आमामा यो ठाउँको चाहिँ दामी ठाउँ आयो घुम्नु। नेकमान के छ आज मेरो गाउँले भाइ? आज घुम्नु आइएको छ, रमाइलो छ। हो रमाइलो आइरहेछ, रमाइलो छ। विक्रम दाईको ठिकै छ? विक्रम दाईको एकदम विक्रम दाई पनि खुसी हुनुहुन्छ। खुसी छु नि मेरो भाइसँग, मेरो गाउँले भाइ। यस्तो ठाउँमा राम्रो ठाउँमा ल्याएको छु। यहाँ त इङ्ग्लिस मुभी हिन्दी मुभी वान अफ द फेमस ठाउँको साथी हो। पक्का दामी छ। म मान्छेहरू यहाँ बस्ने खाने पिकनिक गर्ने है साथी। आज यहाँ जोइहरूसँग आएको छौँ। यहाँ नानीहरू फोटो खिचेको छ। हाम्रो जीवन चाहिँ ठिकै छ? हजुर नमस्कार। ठिकै छ ठिकै छ। ल भाइलाई मिस पर्दिमा कहाँ छ ललता छिटो आइज है मेरो मुभी के अरे युट्युब हेरेर बिचार तल मिस गरेको छु बहिनी। त्यसो एनिवे भाइ बोल्नै छोडिसकेको छ। के अरे यसलाई आउँछ भाइ बोल्नै छोडिसकेको छ यहाँ नि भनेर क्या बहिनीलाई मिस गरेर भनेको। हो नि त बिचार ललता बहिनी मिस गरेछ। यो भाउजूले पनि भन्दैछ रोहिन भाइ के छ ललता बहिनीलाई भन्नु पनि दिदीलाई चढे आउनु दिदी सबैले मिस गरिरहेछ तपाईँलाई। एक्लै त रमाइलो नआउनु नेपालमा। ल जस क्या आएको घुम्नु जस भन्दै यहाँ नर्थमै शुद्ध आएर यार मिलाइदियो। उतातिर साउथमा त पहिला भन होइन त्यहाँ त अब भेनाकै ट्र्याक लगाइदियो हाल। अस्ति भर्खर त्यो सालीको लागि भनेर तपाईँले काम गर्ने सबै लगभग काम पनि भ्याइदिनुहुन्छ भन्नु न सालीहरूको काम। ल है बादको मेन सिटी अब मान्छेहरू यत्तिकै छ है। जीवन जहिले नि कति हुन्छ। थ्याङ्क यू। तिमी कहाँ आएको? कसको घर आएको तिमी? कसको घर आएको? छिटो भन कसको घर? लप्साङ कता हरायो नि? ए हो नेक्स्टमा त्यो अब मजाले गर। अहिले ठिकै छ। मर्को घुमा आमामा भान्जी ठुलो भइसक्यो बाप रे बाप स्टिल गड्डीमा। ओ माई गड बाई बाई खोइ गुड मेरो रबिन भाइ हाम्रो नेके भाइ गुन्डोलको लप्साङ भाइ हामी मेरो सोल्टिनी है। थ्याङ्क यू। हाम्रो प्रतिमा बहिनी मेरो बुहारीहरू मिस बरौली हाम्रो बुहारी है। आज त जोस् दामी क्याप्चर गरे सम्ममा आमा लेखे भाइले आज त्यस लेखे भाइले आज बिचरा त्यसलाई गीत मन पर्यो अरे हालिदिएको बिचरा। पैसा चन्दा दिएर आयो त्यसले। वेल डन।
88 को कान्छो छोराले नि आज छन्दा दियो गोरालाई वेल डन गुड मन पऱ्यो तर गीत गीत मन पर्यो अँ दामी गीत नदो रहेछ मान्छे रहेछ यार वेल डन एकदम पैसा सहयोग गरौँ जस्तो लागेर मैले एकाउन्ट पनि दियो अरे आएको ल गुड सन्दीप भाइ के छ नि ठिक छ भाइ छे ल के छ रमाइलो तरिकाले बसिरहेका छौँ है यो हो चिसो यसो खाइरहेका छौँ है बातेर त पोलि मैले गाली गरेको कुटेको कुरा नगरे मेरो भाइ ल होइन त्यो भनेको केटाकेटीको एउटा उयो पुरा छेड हो होइन जस्ट जोकिङ जोकिङ गरेको थ्याङ्क यू ल आज हाम्रो जो सानो फ्यामिली गेट टुगेदर भाइ मेरो भाइ बिजी हुनुहुन्छ काँडाको आँखामा काँडे संसार फुलको आँखामा कोही त्यही मोबाइलमा बिजी छ सोडिनी जस रबिन तले डिस्टर्ब नगर न बुहारीले राम्रो गीत Well done. Nice. Well done. दामी चाहिँ बुहारीहरूको कुन गीत गाउने ल किप इट अप है खसेको तारा मेरो भाइ लभसाङ भाइको है त्यहाँ लिरिक्स पढ्नु आउँदैन अनि के मलाई मेरो चोइस हो नि ल मलाई मान्छे कोही छैन त्यही पनि म कर्णबहादुर बेग्लो छोरो म सोलो गाइदिन्छु मेरो दाजुभाइ दिदी बहिनी सबैको लागि मेरो बुढी पनि एउटा खसेको तारा नै हो तर के गर्नु तल खसिसकेपछि त ताराको मुख त नै हराउँदैन रहेछ किनकि म मेरो बुढी हो भाइ त एक्लै हाँसिरहेछस् अरू कोही हाँस्दैन हाँसला बेच्दैछस् घाँस त पाउनु पर्यो नि दाइ तपाईँ किन रुनुहुन्छ तपाईँलाई धोका जान्न चाहन्छ माया कसले गर्न सक्छ जस्तो झुटो मेरो लभसाङ भाइ चाहिँ अलिकति जस्तो आज रमाइलो भएर छ भाइ बहिनी बुहारी इन्जोय गर्दैछ यस्तै छ है आजको लास्ट पेज किचनको चाहिँ जहिले पनि साह्रो पर्छ साथी हो के अरे म्याडम अहिले भर्खर सबै बहिनीहरूले गरेर गएको कि अहिले म यहाँ एकछिन गर्दाखेरि यहाँ फोटो खिच्न गाउँ है थ्याङ्क यू राम्रो हार्डवर्क गरेछ भाइ बहिनीहरू नि इन्जोय गरिरहेछ जस आइनो सपोर्ट गरेको छ मलाई दुःख लाग्यो जस मेरो बुढीलाई पनि गीत गाउनु मन लागेको होला आई होप लेटर के अरे गीत गाउँछ होला स्वर पनि त्यस्तो राम्रो छ बुढीको गीत गाएको छ आज बुढाबुढी गीत गाउनुपर्छ है लभसाङ त्यही फेल भयो बुहारीहरूले सुपर गीत गाएको छ हेरौँ लभसाङलाई ग्याङ ग्याङ ल्याङ ल्याङ गरेछ ल यहीँ भुटुवादेखि लिएर यहाँदेखि लिएर खाना के छ जस आफ्नै घरको त हो अनि बाहिर त्यो सुप पाकिरहेछ त्यस्तै साथी हो अब बाजा बाज गर्दैछ मेरो भाइहरू भाइ बहिनी बुहारीहरू जस ठिक छ आज जस्तो रमाइलो भइरहेछ आज बात चाहिँ गयो बात फिनिस भोलि चाहिँ ब्रिस्टल घुमिन गइन्छ साथी हो आज बोट टुर लाग्यो पुनः के छ सोल्टिनी
छिटो आउन म त लास्टमा थिएँ केही हुँदैन ल है हाम्रो बोट टुरमा हाम्रो फ्यामिली आज मेरो बुहारी हाम्रो रविन भाइ जस लाग्यो आज यो बोटमा अब कहाँ पुग्ने हो मलाई थाहा भएन गोराले जहाँ लान्छ त्यहीँ जाने हो साथी हो आज जस भाइहरूको फर्स्ट डे अनि सेकेन्ड डे होलिडे सो अब नानीहरूको छुट्टी मेरो त्यो छोराहरू स्टिल बोर्डिङमा छ है एउटा युनिभर्सिटीमा छ अनि हाम्रो नेकमान 88 को छोरा काम 88 बडाको कान्छा छोरा चाहिँ हरायो कहाँ हरायो साह्रो पर्छ अब काममा पोखरीको जङ्गलमा खोज्नु जाने बेला भएछ यो सबैजना पसिसक्यो ओ माई गॉड ल आजको दामी भिजिट छ हाम्रो Animals around us cost around 45 million pounds adjusting for inflation. And get the dogs going for about 150 years. Bristol City the main of central. Eventually those ships started getting a bit too big for Bristol. I've got some nice bagpipes going on over to our left. Eventually though, ships just approaching Braithwaite Bridge at the moment. This one is a lifting bridge, swings straight up like a drawbridge. Doesn't do that very often though, you don't get many big boats in this part of the city. All used to be factories and warehouses, and there was mills, granaries, all kinds of industry really. And at the moment, all used to be factories and warehouses, and there was mills, granaries, all kinds of industry really. And they all go straight down into the water. So instead of a pavement in front of them, they just go straight into the river. That's because people used to park boats against them to load goods in and out using ropes and pulleys. Of course, they've all been converted into luxury apartments. You don't get too much views. अनि म त यस्तो गर्छु नि गाडीले त ठ्याक्क त लेनको डिभाइडर हुन्छ नि तल भुइँमा चाप हुन्छ नि ढकढक हुन्छ नि गाडी ढक 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 गर्दैछ भाउजूलाई त डर लाग्छ भाइ यस तिम्रो भाउजू मेरो हात यस्तो गर्छ मान्छे मार्नु खोज्छ कस्तो मेरो बुढा मेरो बुढाको चाहिँ कस्तो तिम्रो बुढाको सुइयालाई नै यता जानु पर्ने त यता पो आइएछ र उसलाई भन भने उ मान्छे उयो छ भने भन भने रिसाउँदैन म ड्राइभर देख्दिन भन्छ भनेन भने सिधै लान्छ रिसाउनु लाग्ने दाइले चाहिँ त्यो मान्छेहरूलाई अगाडिको मिरर होइन एउटा कुरा दाइलाई चाहिँ नि भाउजू म के सोच्नु नयाँ गाडी हो भने भाउजू त्यही त अनि त्यो दाइले चाहिँ क्या मान्छेहरूलाई क्या दाइले चाहिँ मलाई फलो गर भन्नुहुन्छ नि त मान्छेहरूलाई स्याकनाक हुन्छ कि होइन तपाईँलाई फलो गर्नु भने झन् झ्याउ हुन्छ नि त पछाडिको मान्छेलाई दाइले चाहिँ मलाई फलो गर भन्नुहुन्छ भनेर मलाई फलो गरेर दाइले एउटा राम्रो मान्छे भन्नलाई न हाम्रो लागि मेरो कुरा सपोर्टमा भएन मेरो भाइ हो भाउजूको कुरा सुनेर कस्तो चाहिँ लामा गुरुङको बेग्रो लगो बुहारीले बोरा लगायो रिप दाजुलाई किन सपोर्ट गरेन भनेर लगो नेकमान ल चियर्स ल खोइ ए आज गुन्डोलको को खाँदैछौँ है जनवरी दाइकोमा मर्ने गरी खाने हो उयो रुखमा माथेपछि उयो रुखमा टिसेन्ट राखिदिन्छु आर्मी खेल के अरे सिकार खेलेको छ नि त्यसले टक्क यहाँ राखिदिन्छु ल भाइ हरिङ ढुक्ने टुङमा जस्तो राखिदिन्छु यहाँ हाम्रो जीवन जाने त पक्का दामी बनाउनुहुन्छ साथी हो यो करी हो नि यो चाहिँ दुईजनाको लागि हो अहिले हाम्रो तपाईँहरूले पनि अब यसो बोलाउनु चाहिँ हाम्रो कुकलाई यसले के भन्छ मिस भरौली र मिस गुरुङ टोल कता गयो ल आज वेदर राम्रो भएन हामी त तिनजना अरू फुटबल हेर्नु गयो यस्तै छ हामी त लास्ट मेन स्ट्यान्डिङ होइन निकै भाइ हाम्रो जोइन्ट स्टाफको ठिक छ है साथी यस्तै हुन्छ आर्मी के अरे सरी हाम्रो युके लाइफमा मेसिङ भन्छ है बाहिर चाहिँ हामी चाहिँ पक्का
अब युकेमा जहिले पनि ग्यासमा बनाएर खाइन्छ हामीले युकेमा चाहिँ त्यति लाइभ आगोबाट बनाउँदैन मान्छेहरूले बनाउँदैन त्यस कारणले गर्दा हामी त यो यस्तै खाइन्छ त्यसो छ मिठो बन्दैछ तपाईँहरू पनि आउनु होला खानु है एकदम टेस्टी चिकन बन्दैछ उहाँ चाहिँ हाम्रो सेफ नै हुन् सधैँ बनाउँदै आउनु भएको मिठो बनाउनुहुन्छ नेक भाइ अरू के छ युके साँझै हामी गफ धेरै कुरा गऱ्यौँ हामी गुन्टुल बाजी जति पनि छ हामी भरुल आमा सिमसारमा के अरे बसेको हामी जति नै हामी फ्यामिली एरिया गेट टुगेदर बस्छौँ के छ कस्तो भइरहेछ नेके भाइ युकेको लाइफ युकेको लाइफ रमाइलो छ खुसी छु म यहाँ आएको छु होइन सबै आफ्नो गाउँको दाजुभाइहरूसँग यसरी सँगै बसिएको छ होइन हेल्पहरू पाएको छु होइन यसो कोही कोही बेला अब इभिनिङमा भेला हुन्छ रमाइलो गरिन्छ खाइन्छ त्यही हो सुख दुःखमा धेरै नै सपोर्टहरू मिलिरहेको छ गाउँकै साथीभाइहरूसँग धन्यवाद अनि युकेको लाइफ चाहिँ कस्तो छ निकै भाइ अलिक किनकि यो मेसेज पास गर्नुपर्छ किनभने कति कुराहरू मान्छेले त्यो सपना बोकेर आएको छ युके युएसए जापान होइन अस्ट्रेलिया राम्रो हुन्छ उहाँ चाहिँ रुखमाथि चाहिँ हाँगामा के अरे पात छले जस्तै पैसा फल्छ भनेर आएको हुन्छ आफूलाई चाहिँ कस्तो फिल भयो के अरे निकै भाइ त्यो चाहिँ अब सोचाइ चाहिँ गलत हो होइन विदेशमा जान्छु भनेर होइन अब पैसा नै रुखमा फलेको छु भनेर चाहिँ त्यो चाहिँ सोच चाहिँ तपाईँहरू बोकेर चाहिँ यहाँ यो जुनै देशमा पनि नजानु होला होइन अब केही अब कामहरू सिपहरू सिकेर चाहिँ जानु चाहिँ राम्रो हो होइन एक्ज्याक्टली अहिले यहाँ हामीले अब युके भनेर आयौँ हामीले यहाँनिर अब यति स्ट्रगल सङ्घर्ष हामीले गरिराखेको छौँ दुःख गरेर नै पैसा कमाइराखेको छौँ अनि यसरी नै सबै म मात्रै होइन सबैले नै त्यही दुःखै गरेको छ तर बुझेर चाहिँ तपाईँहरूले चाहिँ अब विदेश जानु होला या वेल डन नाइस एन्सर यार वेल डन यार यु ग्रो अप लास्ट लाइक एक्ज्याक्टली भास्ट चेन्ज होइन जैसा हाम्रो पहिलेको हाम्रो 88 बडाबाउको कान्छा छोरा नेथाङ लाउरे के लिम्बू र के अरे अहिले र पहिलेकोमा है एनिवे धन्यवाद तर अहिले चाहिँ उसको अलिक बियर बढाइदिएको त बियर बढेको छ अलिकति पर्सेन्ट बढ्दैछ है यो त्यस माथेर त्यही खुकुरी त ननिकाल भाइ युकेमा त अलिक अफेन्स लाग्छ खुकुरी छैन नि नेपालमा चाहिँ नेपालमै छोडेर आइयो ए हाम्रो मेरो लौरे बडाबाउको कान्छा छोरा ऊ एउटै छोरा ऊ लप्साङ चाहिँ जस लप्साङ भाइको अनि कस्तो लागिरहेछ आजको अर्को दाइको घरमा बिस्टल आजको बातको भिजिट हिजोको बात आजको बिस्टल भिजिट कस्तो भएछ दाइ बात मलाई त बात चाहिँ म आउनु मन थियो एकचोटि मजाले होइन म पहिले पनि आएको हो तर मजाले घुमेको थिइनँ जस राम्रो लाग्यो ब्रिस्टल त अब आफ्नै घर पानी परेर भइसक्यो ब्रिस्टल त यहाँ आएर अब 2-3 चोटि गइसक्यो नि त अनि त्यही हो त इन्जोय छ दामी छ त यस धन्यवाद जय साहब तपाईँलाई चाहिँ कस्तो भइरहेछ हाम्रो त मेरो चाहिँ किन ढाट्नु होइन मान्छे रिसाउँछ कि म बुढीलाई नि भन्छु मेरो बुढी नि भन्छ बनाउ त मेरो बेस्ट ज्वाइँ भन्छु है त्यसो नभन बुढीले भन्छ तर रियालिटी फ्याक्ट कुरा बोलेको तर ठिकै छ न प्रब्लम तर ज्वाइँ सबै बेस्ट नै हुनेछ जति मेरो भिडियो हेरेर फेरि सानोमा नगर्नु होला किनभने उहाँसँग चाहिँ सँगै खेलियो मलाई सानोदेखि थाहा छ त्यस कारणले गर्दा फेरि हामी क्लोज पनि भयो ज्वाइँ साहब पनि आज कस्तो भइरहेछ दाइको घरमा एकदम रमाइलो हिजोदेखि नै रमाइलो भइरहेको थियो होइन आएदेखि रमाइलो खायो हिँड्यो गफ गऱ्यो आफ्नो मान्छेहरूसँग भेटघाट गर्दा जहिले सधैँभरि रमाइलो हुन्छ नि हुनु त होइन अहिले झन् एकदम मौसमले पनि साथ दिएर एकदम रमाइलो भएको छ सबैजना इन्जोय गरियो जे होस् अरूभन्दा नि मेसिङ गरेर खानु पाउँदा चाहिँ होइन रमाइलो हुन्छ सबै साथीभाइहरूसँग गफ गर्ने खाने ए हुन्छ जनी थ्याङ्क यू हाम्रो ज्वाइँ साहब चाहिँ मलाई चाहिँ तपाईँहरूलाई भन्नुपर्दा चाहिँ म चाहिँ जहिले बडाबाउ बडियामा बुढाबुढी हुन्छ जान्छु भेट्नु उहाँले के बनाउनुहुन्छ घरमा एकैछिनमा जस उहाँ चाहिँ लाउरे चाहिँ लाग्नु भएन तर यदि लाउरे लागेको भए चाहिँ उहाँको जो स्किल उहाँको डेटिनेसन उहाँको हरेक कुराको के अरे नलेजहरू देख्दा चाहिँ मलाई चाहिँ ओसम एकदम खङ्कार लाग्छ जस उहाँ चाहिँ
मास्टर सेफले भन्दा राम्रो बनाउँछ आर्मीको मास्टर सेफले भन्दा राम्रो गर्नुहुन्छ जस धन्यवाद ज्वाइँ साहब जति तपाईँको कन्ट्रिब्युसन अनि तपाईँको हरेक कुरामा चाहिँ एउटा लिडरसिप भएर चाहिँ एउटा लिड बाई एक्जाम्पल एउटा भएर चाहिँ लिड गर्नुभएको छ यो तपाईँहरूको हाम्रो यो ग्रुपलाई एब्सोल्युटली मलाई किप अन के अरे गोइङ लाइक द्याट होइन फ्युचरमा चाहिँ मलाई जहाँसम्म लाग्छ इट विल बी प्ले भाइटल रोल टु इन रिलेसन आवर कल्चर इन रिलेसन्स अब के अरे मान्छेलाई अब युकेमा स्ट्रेस हुन्छ अब विन्टरमा एकदम राम्रो छ धन्यवाद ज्वाइँ साहब अब मेरो लभसाङ छ अरू सबै गाइस सबै गयो बुढीहरू उनीहरूलाई थिए जाडो खप्नु सकेन फुटबल हेर्नु गयो हामी कुर्सी खाली गरेर सबै ल के अरे साथी दाजुभाइहरू मेरो आजको सानो के अरे एउटा इन्ट्रोडक्सन उद्देश्यमा यस्तै छ मेरो ब्याकयार्डमा पक्का तपाईँलाई देखाउँदै मेरो के अरे नेक्स्ट प्रोजेक्ट चाहिँ मेरो त्यो धेरै छ तपाईँलाई किप अपडेट गरिरहन्छु द्याट्स अल है थ्याङ्क यू ल है आज लास्ट पेज हाम्रो चाहिँ के अरे चटपटे आम्मा ल गाइस होइन जस हाम्रो बुहारीहरूले बनाउँदै हुनुहुन्छ प्रतिमा बहिनी आम्मा मिस गुरुङ टोलको के अरे म्याडमले बनाउँदै हुन्छ है रेडी भयो बहिनी ओके माई गड इङ्ग्लिस भइसक्यो मेरो हो अमा सिमसारमा हुर्केको चेलीहरूले के भन्छ लेस डिगिन अरे हामी लेस डिगिन भनेर खन्नु बुझ्छौँ साथी हो के बोल्छ बुहारी ठिकै बोल्नुभयो हाम्रो बहिनीले गुड ल है आजको सुरु है हाम्रो यहाँ हाम्रो अब गाइस मेसिङ हुँदैछ हाम्रो जीवन जयबाट त यो त सानो है यो अब 2-3जनाको लागि कुखुरा हाम्रो त्यो सुँगुर सरी तपाईँलाई कति मनपर्छ सुँगुर र खसीको तरेली हुँदैछ यहाँ छ मेरो के अरे ज्वाइँहरू मेरो भाइ अनि गाइस बाई द टाइम मेरो प्रोजेक्ट पनि देखाइहाल्नु पऱ्यो यो चाहिँ मेरो अब समर लाग्यो के भन्छ लसुन अल द वे छ म यो अर्को भ्लगमा पनि ल्याउँछु यसलाई यसको चाहिँ अब यो उँदो छ के अरे खोर्सानी यसलाई त म बाटो यहीँ खन्छु पछि फ्युचरमा सर सानो छ मेरो अनि यहाँ मेरो सानो हुँदैछ यो के रायो सागहरू आम्मा यस्तो छ रमाइलो हुँदैछ यहाँ मेरो यो के आउँदैछ त्यो हुस्कीमा हालेर खाने वाइनमा अनि यो मेरो सानो प्रोजेक्ट यसमा चाहिँ के भन्छ फर्ची र बोडीहरू रोपेको छ के रोपेको छ मलाई पनि थाहा भएन साथी हो अब समर लाग्यो यो चाहिँ भन्नुहुन्छ कस्तो कालो देखेछ यो चाहिँ कस्तो मजाले आउँदैछ यो चाहिँ पानी साग के भन्छ खोरे साग अथवा चाइली साग नेपालमा के हो यो छ साथी हो अब यहाँ चाहिँ तपाईँलाई अर्को ठाउँमा देखाउँदाखेरि चाहिँ तपाईँले यस्तो हेर्नुहुन्छ भने यी आलुको बिरुवाहरू आउँदैछ यसमा चाहिँ फर्सीहरू आउँदैछ त्यसो मेरो यो सानो युकेको घर ब्याकडोरमा आज मेरो भाइ बहिनी बुहारीहरू आउनुभएको छ मलाई भिजिट गर्नु मेरो घरमा जस खुसी लाग्छ बिङ एज अ सिनियर मेम्बर अफ माई फ्यामिलीकोमा जस खुसी लाग्छ आज सबैजना रमाउँदै हुनुहुन्छ चटपटीमा बिजी हुन्छ सबैजना उहाँ चाहिँ मेरो ओन्ली वान सोल्टिनी गाइस हेर्नुहोस् है मेरो सोल्टिनी प्लिज है टुकटुके ऊ रमिन भाइ लुगा छ रमिन भाइ लुगा छ रमिन भाइ वाट्सअप के छ मेरो भाइ ठिकै छ उदु के अरे चटपटे त्यस्तो दामी भएको थियो यार अगाडि खोर्सानीसँग होइन टडक्क हुन्छ नि सब मिलाएको छ कि यहाँ क्या हो अमिलो होइन अमिलोमा अमिलो छ पिरोमा अकोबारे दामी भएको छ हो खाइराख्नुपर्छ टाइम टाइममा यहाँ धन्यवाद ज्वाइँ मैले के ल्याउनु ज्वाइँ अब नेक्स्ट ए हो यहाँ हाम्रो ज्वाइँ चाहिँ जीवन ज्वाइँ हुनुहुन्छ जस उहाँको चाहिँ बेस्ट सेफ इन द वर्ल्ड है साथी हो ए मेरो हेर्नु नि भान्जी अमा सिमसारको भान्जी के को मम्मी भान्जी
यस्तो कसलाई कुट्नु ए ड्याडीलाई कहाँ कुट्नु मैले नो आई कान्ट बिट योर ड्याडी नो होइन हौ सोधेको हो त तिमीलाई त अनि हाम्रो 88 बडाको नेके मेरो भाइ मेरो घरमा आज भिजिट आएको छ धन्यवाद के छ भाइ बियर भाइको घरमा आएको थियो एकदम खुसी छु ह्याप्पी छु आज घुम्नु गएको थियौँ है सिकार खेलेको याद आयो क्या न म विक्रम दाईको सिकार खेल्न आयो नि याद जस सिकार खेलेर चाहिँ धेरै हरिण बँदेलहरू त्यो यादहरू आइरहन्छ नि त पुरानो यादहरू होइन मेरो भाइ हो जो सानोमा के अरे लाउरे लाग्दा 22 वर्ष मेरो 22 आर्मी ब्रिटिस आर्मीमा 23 इयर्स सर्भिस भन्छ साथी हो 23 सर्भिस हेरेर आउँदा मेरो सानो थियो अहिले त भाइ पनि ठुलो भएर म छिपट भइसकेको छ एनिवे मेरो भ्लगमा चाहिँ म तपाईँहरूलाई लाइक सब्सक्राइब त भन्दिनँ हेरिदिनु होला मेरो कुनै पनि बिजनेस पर्पज त होइन दिस इज ओन्ली फर द के हो मेमोरीको लागि हो साथी हो जस्ट कोले मनपर्छ भने प्लिज तपाईँले स्टुडेन्ट ट्विन थ्याङ्क ल है साथी आज हामी जस नेकेर चक्का भान्दैछु जस मेरो भाइले जीवन ज्वाइँलाई अब नेके के हानेको चक्का हाम्रो जीवन ज्वाइँलाई हो यो चाहिँ मेरो रबिन भाइ है साथी हो हामी दुई बोथ मेन के अरे पक्का ल के गर्नु लाग्यो ए गाइस इन्जोय हुँदैछ आफ्नै दिनमा है वाउ भाइ ठिकै हुँदैछ भाइ त मेरो ब्लगमा बोल न है एक दुईवटा यार धरनको यस थ्याङ्क यू रमाइलो हुँदैछ रमाइलो हुँदैछ दाइ गुड थ्याङ्क यू यङचुङमा लालाङ भाइ ल दामी छ जस पछाडि आउँदै गर्छ ल आसल क्यासल कम्बीको है यो जस भिलेजहरू फेमस भिलेज भन्छ मेरो बुढी यता सोल्टिनी जीवन भाइ मेरो ज्वाइँ मेरो बुहारी पक्का रमाइलो हुँदैछ रोइन भाइ वाट्सअप गुड या ठिक छ भाइ नेके भाइ मिस्टर के अरे गुन्टोल ऊ हाम्रो लप्साङ बिचारा भारी बोकाइदिएको छ ठिकै छ भरि बोकायो मलाई यार हेपेर यार कान्छ भनेर हो